वेलकम ब्याक टु माई भिडियो होइन एन्ड ह्याप्पी न्यू इयर मेरो सबैजना साथीहरूलाई होइन। धेरै दिनमा चाहिँ मैले भिडियो बनाउँदैछु होइन। र आज 1 तारिक पनि हो होइन। अन्त के गरौँ भन्दाखेरि चाहिँ एउटा सानो भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ मैले बनाउँदैछु होइन। अन्त आज थर्सडे पनि हो, थर्सडे चाहिँ दोकान बन्द हुन्छ नि त, डल्लै बजारै बन्द हुन्छ। त्यही भएर चाहिँ आज 1 तारिक पनि हो प्लस होइन। अन्त कहाँ जाउँ भन्दाखेरि चाहिँ अब घरसँग चाहिँ हामी चाहिँ बाहिर जाने नि त बेलुका मुभी हेर्नु। त्यही भएर चाहिँ भट्टाभट नुहाइधुवाइ गरेर चाहिँ रेडीसेडी भएर चाहिँ हामी चाहिँ आज मुभी हेर्नु जान्छ होइन। त्यही भएर चाहिँ तपाईँहरूलाई एकछिनमा रेडीसेडी भएर चाहिँ ल्याम्प बाबा स्टे ट्युन टेन। म चाहिँ रेडी हुँदै थिएँ नि त होइन। रेडी हुँदा चाहिँ भान्जी आएछ माइजू भन्दै भान्जी आएछ रेडी भइसकेर पनि भान्जी त आए पनि पुगेछ रेडी भइसकेर। अन्त के हेर्नुहोस् त माइजू मलाई कस्तो देखेछ भनेर भान्जीले चाहिँ मलाई देखाउँदै थियो म रेडी हुँदै गर्दाखेरि होइन। अन्तखेरि एकदम राम्रो देखेछ ब्युटिफुल वा भन्दै थियो भान्जीले चाहिँ मैले हो। अन्त भान्जी मिचिक्का भान्जी पनि रेडी भइसक्यो हो। अब माइजू पनि रेडी भइसक्यो होइन। आमाहरू पनि रेडी भइसकेको थियो। अब जानु खालि बाँकी थियो। त्यही भएर चाहिँ अब चाहिँ हामी ढिलो हुन्छ भनेर पटापट हिँड्यो। त्यहाँदेखि चाहिँ अहिले माइजू भान्जी चाहिँ अब रेडी भइसक्यो होइन। यो चाहिँ हाम्रो आजको आउटफिट म र भान्जीको आउटफिट चाहिँ यस्तो छ र हामी छिटो जाने र अब चाहिँ हामी चाहिँ सबै रेडी भइसक्यो चाहिँ अब चाहिँ हिँडेको होइन। किनभने अब ढिलो हुन्छ नि त। हाम्रो मुभी चाहिँ 5:30को थियो नि त होइन। त्यहाँदेखि उताबाट चाहिँ दिदी बहिनीहरू पनि आउँदै पनि उताबाट चाहिँ आउँदै थियो नि त होइन। अन्त हाम्रो यस्तो सिँढी छ कि उकालो छ कि कम त थाक्दैन उकालो हिँड्दाखेरि। टुप्पोमा पार्किङमा पुगिन्छ अन्त हामी त अलस भइसक्यो सिँढी हिँडेकोले हो। र आजको दिन चाहिँ यस्तो भइरहेको थियो, कम्ती घाम लागिरहेको थियो। तर पनि हामी चाहिँ बेलुकाको लागि भनेर चाहिँ जाडो हुन्छ भनेर चाहिँ तातो लुगा लगाएर जाँदै थियो नि त। सबै अरठ परेर जाँदै थियो हो। हामी चाहिँ पार्किङ पनि आइपुग्यो होइन। र अब गाडीमा चढेर जानुपर्ने हुन्छ। गाडी पनि हामीले पाइहाल्यो, गाडीमा गयो। किनभने दिदीहरू पनि दिदीबहिनी आइसकेको थियो। त्यही भएर चाहिँ हामी छिटो गरेर चढेर गइहाल्यो। त्यहाँदेखि दिदीबहिनी पनि आयो होइन। आएर चाहिँ हामी अब जाउँ छिटो भनेर उकालो जाँदै थियो। उकालो जाँदा चाहिँ त्यहाँ माथि चाहिँ हाट रहेछ नि त। आज बिहिबारे हाट पनि हो नि त। त्यही भएर तर हाट त प्रायः उठाइसकेको थियो। त्यहाँ माथि चाहिँ के भिड भनेर चाहिँ यसो हेरेको त्यहाँ त गीत गाउने रहेछ नि त। अन्त गीत गाउनेको चाहिँ अब यस्तो दामी गीत गाउँदै थियो होइन। त्यसको चाहिँ भिड रहेछ त्यहाँ सुन्नेहरूको चाहिँ होइन। त्यहाँदेखि एकछिन हेऱ्यो त्यहाँदेखि हुन्छ ढिलो हुन्छ भनेर त्यहाँदेखि हामी त गयो। उकालो गएर चाहिँ माथि पुग्यो। त्यहाँ नानीहरूलाई त्यहाँ एकछिन खेलायो। नानीहरूलाई खेलाएर चाहिँ त्यहाँदेखि चाहिँ भित्र पछि त्यहाँदेखि आमाहरू त कहाँ गएछ नानीहरूको त आमा त पर बोलिरहनु भएको थियो। त्यहाँदेखि आमा छिटो आउनु भनेर त्यहाँदेखि आमालाई बोलाएर चाहिँ आम्मामा साथीहरू भित्र त यस्तो डरलाग्दो भिड थियो 5:30को मुभीको। हाउसफुल होइन, हाउसफुल। अब भित्र सिट पाउँदैन भनेर चाहिँ लाइन लागेको रहेछ यहाँनिर। खै मजा आयो भनेको हाँसिदेऊ न हामीले होइन। लाइनमा मैले राखिरहेको छु ल बाबाहरूलाई। कोही त खेल्दैन पऱ्यो के छ चङ्गुस भयो यो त है। भान्जीलाई खालि गाडी खेलायो होइन। त्यहाँदेखि बाबा र आमा चाहिँ लाइनमा लागिराख्नु भनेको थियो नि त। अन्त आमाहरू चाहिँ लाइनमा बसिरहेको थियो। त्यहाँदेखि चाहिँ त्यहाँ आयो भने भन्नुहोस् ल भनेर त्यहाँदेखि चाहिँ नानीलाई एकछिन गाडी खेलाएर भित्र गटरमा पसेको। भित्र पनि यस्तो डरलाग्दो लाइन रहेछ साथीहरू हेर्नुहोस् त। आम्मा हो भित्र पनि यस्तो डर। बाहिर त लाइन थिएँ होइन, भित्र पनि यस्तै डरलाग्दो लाइन थियो। त्यहाँदेखि चाहिँ यो लाइन त यस्तो डरलाग्दो रहेछ भनेर त्यहाँदेखि चाहिँ भित्र हेरेको त थियो नि त। त्यहाँ लगेन खुसी थियो नानी चाहिँ रोँदै थियो त्यहाँ लाइनभित्र थियो होइन। यस्तो डरलाग्दो लाइन। त्यहाँदेखि चाहिँ पर्खिँदा 5:30 हुन्छ मुभी सकेको हुँदैन रहेछ सायद। त्यहाँबाट उसै थियो होला नि त होइन। सायद अगाडिको मुभी नै ढिलो थियो होला। त्यही भएर चाहिँ भित्रै त बसिरहेको थियो। नानीहरूले पपकर्नहरू किनेर खाँदै थियो। अहिले चाहिँ भुलिरहेको थियो। भान्जी पनि हो खुसी हुँदै खाँदै थियो। त्यहाँदेखि चाहिँ पर्खेकोले हत्तु भयो त्यहाँ बाहिरै होइन। त्यहाँदेखि त के गर्नु भन्दाखेरि अब यसो भिडियो बनाउँदै बस्छु भनेर चाहिँ गयो। त्यहाँदेखि बल्ल त्यहाँदेखि चाहिँ टर्न आएर चाहिँ त्यहाँदेखि चाहिँ हामी सबै भित्र गयो।
त्यहाँदेखि त मुभी स्टार्ट भयो होइन भित्रको चाहिँ मुभी स्टार्ट भइहाल्यो त्यहाँदेखि चाहिँ इन्टरभलमा चाहिँ त्यहाँदेखि चाहिँ हामी हेरेर निस्क्यो हस् आजको लागि चाहिँ यति नै थियो फेरि पनि तपाईँलाई ह्याप्पी न्यू इयर बाई बाई सी यू गुड नाइट